काम गर्दा हैरान दिनै जानी त नि। ओहो जेठान दिदी बिहानैबाट काम गरेको गरै हुनुहुन्छ, के स्पेसल छ र घरमा? नबसिकन काम गर्ने भाइ, म त एक्लै भएँ भने त काम केही गर्नै मन लाउन्न के। तपाईँ त यो घरको देउरानी बनेर आउन पर्ने हो के। म त काम गर्न परेछिन् झ्याउ लाउँछ, निन्द्रा लाउँछ, भोक लाउँछ, कता कता जाम जस्तो हुन्छ, झ्याउ लाउँछ मलाई त। सुन न, काम गर्न मन लाएर गरेको त होइन, त्यही नि अर्काको आश गरे नि कति बेर आश गर्ने, गर्न पर्छ आफै। बरु बिहानै उठ्यो सर्लक्कै काम गर्यो र भ्याएर आनन्दरी बस्यो। अन्त चाहिँ तिनीहरू के बाख्रे यस्ता केटकेटीले केही गर्दिनन् बा, मलाई त हैरान पारिसके। कता गइसक्यो, आज अनलाइन क्लास नहुने भएको शनिबार हो र ऊ गइहाले स्कुटर लिएर दुक्रिहाले। तपाईँले त उता गीत पनि गाउनु भयो, उता काम पनि गर्नुभयो, कति भ्याउनु भएको हो के। काम गर्न मन त मलाई लाउने होइन, मलाई नि घरिघरि निन्द्रा लाउँछ, झ्याउ लाउँछ, कतै हिँड्नु पनि सरम हुन्छ। अनि फेरि मुहा केही छुर्पी सुर्पी मिठाई चुइकम केही हाल्छु र अनि यसो काम गर्नतिर लायो, गीत गायो, अर्धै भ्याउँछु। अनि केटकेटी आउँछन्, खाना दिन पर्यो। अनि ऐपछि चाहिँ अनलाइन क्लास हुन्छ, यसो र उसो गर्दाखेरि दिन जान्छ। हेर काम होइन, हैरान। न जस पाइन्छ न काम गरेर सुख छ। कति गाह्रो रहेछ जिन्दगी त, झ्याउ लाउने। अहिलेबाट काम सिकाउनु के, काम हराउनु ती बाख्रेहरूलाई, भोलि पर्सि बिहा आएपछि क्यार्ने हो र। अब बुहारी भएर गएपछि जान्दिनँ भनेपछि त यो बुहारीले त जान्दिनँ अर्दिनँ, यसका माइतमा केही सिकाएर हिँड्छन् भने भन्छन्, तपाईँलाई नि टोकस्छन्। त्यस्तो अर्ने बाटो नअर्नु तपाईँले। हुन त हो के अरे, अनि अर्दिँदै अर्दिन्नन्, म त केही पनि जान्दिनँ भनेर छोडिदिन्छन्। अनि क्यार्ने हो त्यो भनेरै नटेर्नेलाई त केही हेरी नलाउँदो रहेछ के। बस न तिमी पनि आएर कति उभिक्यौ ढोकामा। हाबी अब म चिया बनाउँछु, जस्तो मिठो नमिठो भयो नि खाउँला। आउनुपर्छ। मेरो नि घरमा लथालिङ्गै छ भाइ, काम पनि केही अरे होइन। ती मेरा नि त्यस्तै हुन् के अरे केटाकेटी, बाख्रे जस्ता खान्, केही अर्दिन्न। त्यही मोबाइल मात्रै थिचेर बस्छन्, भिडियो कल गर्दै बस्छन्। जति बेला 24 घन्टा त्यही हो तिनीहरू। के भन्ने र खै, भगवान्। हो त नि, क्यार्नी त नि। अब हामी पनि केटी बेला त्यस्तै गरिए थियो होला। अब बुर्कुसी मार्दै हिँड्यो होला, खेल्नु गयो होला। तिमी पनि किन उता बसिक्यौ, आउ न यतै, यो कुर्सीमा बस, म यता बसौँला नि। क्यार्नी त नि सोचेको केही नहुँदो रहेछ, भएको बेहोर्न पर्ने रहेछ। म त बस्छु यता, तपाईँ नि बस्नु न। हो त नि, यो लकडाउनले गर्दा नि कति अत्यार ला मलाई त। कता त ल्याएर हानियो, न खेती हुन्छ, खेती भए पनि कता लगाएर बेच्ने भन्न पर्ने। कोरोना यसरी छ। त नि मेरा भक्ता नभुल न तिमी। चिया लिया न भाइ, अहिले सेलम छ र हैरान। म पनि खाइहाल्छु बिहानबाट चिया, एक कप मुहा पर्न पाएन कामले। खै चिया खान। तपाईँ दिनभरि काम गर्नुहुन्छ, हाम्रा घरतिर यसो आए नि हुन्थ्यो नि। कति अट्यार लान्छ भाइ, त्यही केटकेटीले गजाङ्ग्रा गुजुङ गर्छन्, कोही साथीहरूसँग बोल्न पाए नि जस्तो हुन्छ भाइ। अहिले कोरोनाको बेला कतै नजानी भन्छन्, एक्लै भइन्छ, अट्यार लाउँछ बुढाबुढी भएसिन्। अब यसो गरौँ के, तपाईँ र म पालो लाम। कहिले तपाईँ मेरा आउने, कहिले म चाहिँ तपाईँ कहाँ जाने गरौँ के, पालो लाम भयो। जति बेला एक्लै दिनभरि क्यार्ने हो र। देउरानी जेठानी भएर मिठो नमिठो खाम्ला, बात गरौँला। अहिले त सबै पहिला त साथी सङ्गीहरूसँग नि बस्न पाइन्थ्यो, अहिले कोही छैनन् गाममा। अहिले त पहिला त कोही थिएनन् के अरे साथी सङ्गी। अब पाखा भएका नि तल झरेथे, अब कोरोना फैल्यो नि त। अब सहरमा भएका नि पाखैतिर आउने होला नि जोगिन। आउन त सबै आइरहेको थिए चाडपर्वमा। अब रोग लासिन चाहिँ कोरोनाले गर्दा गामतिर फर्किन पर्यो सबैलाई। किन भन्दा आफ्ना बाबुआमालाई ततेर्न पर्यो नि त, रोग लासिन त। झन् छिमेकी राष्ट्रमा त एकदम नराम्ररी कोरोना फैलिएको त नि। कति भगवान् कस्तो रोग आयो।
सुन्नु न, एउटा कुरो थाहा पाउनु भयो कि पाउनु भएन तपाईँले? ती पाउजु दाई भन्ने हन् नि, तिनकी बुढीलाई त कोरोना लाग्यो अरे नि त। अस्ति भर्खरै दोकान आयो कि भाइ, छ्या त्यस्तो कोरोना लगाएको त्यहाँ दोकानमा आउनुहुन्छ। हामी त अब कतै नजानी है, यत्रो महामारी भइदियो भाइ। छ्या मलाई त कति डर लाग्यो भाइ, ढुकढुक हुन्छ भाइ घरिघरि त। ए साह्रै आत्ती हुँ म त। हँस्याउँछौ तिमीले नि, अब ढुकढुक त हुने भएन नि, जिउँदो मान्छेको ढुकढुक नभए मेरो त मान्छेको हुन्छ त नि खाएर पाएर। कति घाम लागेको हो के छ्या, ए भगवान्, बसेको ठाउँबाट उठौँ जस्तै नहुने त नि छ्या। ओहो, चिया कति मिठो बनाउनु भएको त नि, भोलि नै आउनु पर्ला जस्तो हो चिया खान फेरि। या जेठान दिदी, पहिला तपाईँ सानसाना कति गीत गाउनुहुन्थ्यो, कति दोहोरी गाउनुहुन्थ्यो। अहिले नि आउँछ होला के अरे नि, एउटा गीत गाउनु न। अहिले गीत गाउँदै बस्नु भएको थियो के अरे। गीत भनेको त मान्छेलाई कोही पिर चिन्ता नहुँदाखेरि, आनन्द हुँदाखेरि, खुसी हुँदाखेरि आउने रहेछ के भाइ। अहिले त झन् व्यवहारको टेन्सन हुन्छ, गीत भन्ने कुरा आउँदै आउन्न। त्यो काम गर्दा गाउने त मुख चलाएको मात्रै हो, त्यो गीत भनिन्न। त्यो त एक्लै भुल्ने बाटो मात्रै हो। मलाई त पहिला कस्तो राम्रो गीत गाउँथे, अहिले त के हो भयो भाइ। सोरा नि रेडियो थपे जस्तो भयो, रेडियो जडा नरेर राखे जस्तो। केही आवाज कति मिठो थियो पहिला, हेर। अहिले त के हो कुन्नी, आफैले मेरो स्वर होइन कि जस्तो हुन्छ मोबाइलमा रिकर्ड गरेर सुन्दा। तपाईँको स्वर राम्रो लाउँछ कि मलाई। गाउनु न गाउनु के हुन्छ र, यहाँ कोही नि छैन, गाउनु न गाउनु। ए सुन है त, भकारी भोर्नलाई आइन्न अन्ध सम्पत्ति सोर्नलाई, भकारी भोर्नलाई आइन्न अन्ध सम्पत्ति सोर्नलाई। तपाईँले त यो कुरा सही भन्नुभयो भाइ, मेरो त मनै छोयो। नन्दहरूले त माइतको चिज खरानी पनि छोड्दैनन् लौ, धर्म नभयो। हो त नि, नन्दहरू त सबै त्यस्तै हुने हुन् कि हाम्रा मात्रै त्यस्ता हुन्। आफ्नो दिन जान्दैनन्, माइतको बाहेक खरानी छोड्दैनन्, न जस दिन्छन् न दिएर खाए भन्छन्। कति छ्या हो, हामी त त्यस्तो गर्दैनौँ है माइत गएर। हामीलाई त केही अपेक्षा हुन्न माइतबाट त। सुन्नु न, मैले नन्दलाई के अरिन भन्नु न, मासु पकाइन कि पुवा पकाइन कि, मैले त्यत्रो अरेर सबै गरिदिएँ। मेरो अहिले खुट्टा भाँचिँदाखेरि एक दिन भेट्न आइनन्, छोरोलाई धरि भेट्न आइनन्। छोरो पनि कति सन्चो भएको थिएन। सुन न, म त नन्द देखेर साह्रै चित्त दुखे। अस्ति नै चाहिँ हाम्रो आएर त्यत्रो आलु हुँदाखेरि एक झोला पठाइदिएँ है। अहिले चाहिँ तिनका आएर छपक्कै आलु भएर छन्, हाम्रा नभएका। मलाई 1 किलो लैजाऊ पनि भनिनन्, अनि 1 छाक खानु लाउनु लैजानु भनेर दिनन् के। त्यति बेला चित्त दुखो। अनि माथि आएर खोस्टेका आएर हाम्रो आएर नपसिकन गयो कि। अस्ति चाहिँ त्यहाँ पूजामा बोलाएर रहेछन् है, पूजामा बोलाए ठिक छ, तर यहाँ पस्न हुन्न आफ्ना माइत। मलाई त साह्रै चित्त दुखेर अब त बोलाउँ जस्तो नि भएन मलाई त। एउटा हातले ताली बज्दैन के अरे, चित्त नदुखाउनु, नबोलाए नि हुन्छ। तिनीहरूलाई के अर्दै खान र हामीलाई पर्दा केही अर्दिन्नन् के अरे। ए म त बातमा कुनो खाउनै भुलिँदैन है, म त जान्छु अब त। गएँ है बस्दै हेर्नु। ए म त यहाँ खाएको नि भाँडा माझ्न भ्याइन, गएँ है। ल त नि आयो, खुसी लाग्यो, दुःख सुखको गफ गर्न पाइयो आउँदै यार। ल त नि के ताती भोका खायो भाइ। गतिले त छैन के, गई कि क्यारी आएर खाइ चिया खाइ, खाएर छोडेर गई कि नास पनि। देउरानी भएर अलिकति मान्छेमा दिदीलाई भाँडा मान्नु नलाम भन्नु छैन के। कति अगातिले अब जसै कोही हुन्नन् के गतिला र आफ्ना भनेको त झ्याउ।